यो गाडी कुदाएको होइन नि त त्यही भएर त अब घर आएपछि भोलि जान्न भन्छ है फेरि मान्छे एरिया निक्लिन्छ होइन मगा पर्खा हुन्छ नि अनि भोलि चाहिँ जाँदा भने फेरि भोलिलाई दुईजना निक्लियो भोलिलाई दुईजना मान्छे पाइसक्यो निक्लियो अब बेहुला बेहुली भोलि बेहुला बेहुली मुक्तान के अरे मुक्तान भन्न आएछ मजा कान्छाका छोरी चाहिँ हिजो दुर्गा फेरि होइन टिका थाप्न हाल्ने कहाँ दुर्गा फेरि कस्तो नि गएको होइन नि त उता त्यो गर्नुसँग ए मजा तल घरबाट ट्याक्क उतापट्टिको गाउँ देखि ठाउँ यहाँनिर अलिकति चिल्लो बाटो रहेछ त्यो पनि माटोको बाटो हाम्रो हामीले नाम भने होइन कि हाल्ने नै हेर्नु पर्छ भिडियो त हाल्नै नै हेर्नु भिडियो त कहाँ दिइहाल्नु यहाँनिर यो ट्र्याक्टर गेगर हाल्ने हो भनेदेखि सँगै बाटो राम्रो हो कि त्यति पनि गर्नु सकिएको छैन क्या सब हुन त राम्रै गएको होला नि राम्रै गएको होला नि कसको 12 आर्मीको लोकसेवा ओहो हाम्रो केटाकेटी आएको छैन है केटाकेटी रन हावाले त्यो पाट डन्डी नट उडाउँछ आजबाट सबैको सक्यो 12 को सक्यो भोलिसम्म छ भोलि पनि भयो होइन कुन ठाउँमा छ सेन्टर कोस्रेटार हो कलेज ल है म पढ्ने जाँदिनँ भन्दै छु म फेरि बिहान एकजना मैले दिएँ 12 झुलिरहेको क्या तातो कुन त मैले मैले फेरि रेगुलरबाट पुऱ्याइदिएको पुरै आएको थियो अहिले बाह्र ए
रेगुलर जाने र होइन कलेज दुई दिन खुला गरेर फर्किन्छ यहाँ त्यो त पानी नै गराएर सत्र आएको अघि भनेको मिल्न आएको छ है राजकुमार होइन पानी त परिसकेको छ गरिसक्यो पानी त हेर्नु रुख हेर्नु त्यहाँ रुखले पानी खाइरहेको छ होइन एकदम सुँदै छ सिरुको टुप्पामा त पानी झुन्डिरहेको छ नै मिल्ने भन्ने छ गोलङ्गरको गाउँ स्वास्थ्य चौकी भवन स्वास्थ्य चौकी भवन यहाँ धुमधामसँगले बनाइराखेको छ टोक्रे पोखरीबाट 6 मिनटमा तपाईँ यहाँ आइपुगे राजकुमार राई हामी आएको होइन तपाईँ आएको है 6 मिनटमा तपाईँ यहाँ आइपुग्यो टोक्रे पोखरीबाट गोलदारको सक्यो भने सर भनौँ हजुर बनाइसक्यो भने त गोलदारको त गोलदार त सकिन हालेको छ मैले अस्ति फोटो राखेको त झर्दैछु हजुर ए त्यहाँसम्म आउने दुईपल्ट जति भयो त्यो 18 जति सबै बन्द थियो हाम्रो माथि रानी खोलाबाट किराँतेसम्म भइहाल्छ हजुर त्यहाँबाट पाउनु 2 करोड हिँड खान ठुलो फेरि घरले काटेर नै उनीहरू बढी भएर गएछ गाडीलाई ठाउँ अस्ति बनाइकन अलिक पानी खोलायो नि त्यति अस्ति बनायो नि फाल्टा पुऱ्यायो त्यो केशव घरमाथि नै सबै बनाएको फेरि लगायो यस्तो बाटो दिने गाडीको कतै झ्याउ नलागे है हामीलाई बल्ल बल्ल यदि नै हिँड्दाखेरि त डराएर थुरथुरी तपाईँहरूलाई सम्झेपछि अनि गाडी चढ्न डर लाग्दैन क्या मलाई चाहिँ तपाईँहरू दिनै हिँडेको छन् त डराउँदैन हामीलाई कहिले कहिले हिँड्न किन डराउनु पऱ्यो भन्ने मनमा आउँछ पेसा होइन त्यसै हुँदो रहेछ हामी भात खाएर खाँदाखेरि बेला भइसक्यो त गोपाल होइन उहाँ त अहिले अझै भात खाएको थियो उनीहरूको भात 2 बजी 3 बजी चाहिँ पुरै मबिल लागेर है सबको पैसा नलागेछ
ठिक्क त्यो हिँड्ने बाटो पनि खुल्छ कि तपाईँको धराबाट बेलामा अहिले सानो सानो रोटी राखेर ल्याउँदा तपाईँको आमाको घर त पुरा खुल्छ होइन कहाँ लगान्छ नेपालको विकास गर्न त सरकारलाई गाह्रो छ यस्तो यस्तो बाटोहरू एउटा गाउँ पस्ने बाटो त्यस्तो छ जनसङ्ख्या हेर्नु भने कति छ र है जनसङ्ख्या भर्खर यतै आएको यो त्यहाँ यतै झर्ने तल लाने झ्याप्प 12 को परीक्षा नजान्छ ढाका बस्ने नि त घरमा ल त्यही भएर कटेर गडला देखा गडला काठमाडौँमा यस्तो गडला देखिँदैन अचलमै जग्गा त हामीलाई स्कुलमा भात पकाएर खानु पनि बनाएर भित्रभित्र आएर अनि अहिले त मालाथिन आएर तर मालाथिनले आएर त्यसले यसो बाटो काट्दै पछि छर्दै पछि आउँदो रहेछ हाम्रो स्कुलमा हामी त्यसरी हटाएर नत्र त खानपिन खान नसक्ने गरी बनाएर है हाम्रो सब्जीहरू हजुर आलुभित्र जाने भित्रै जाने हेलो सर गेट खोल्नु यो खोल्नु Namaste.